सरकार मेरो पैसा यति सस्तो त गर्नु भएन नि। मैले कर तिरेको पैसा यो तपाईँले बनाएको बेली ब्रिजले 1 वर्ष पनि थाम्छ जस्तो मलाई चाहिँ लागेन। त्यही कारणले मैले यो भिडियो पोस्ट गरेँ। हामीले कर तिरेको पैसा सरकारले यो अवस्थामा उसलाई चाहिँ तपाईँको अरू ठाउँबाट माटो ल्याएर टिक बनाएर बेली ब्रिजको फाउन्डेसन राखेर कति दिन टिक्ने हो? यो फिल्म नगरपालिका 1 र 11 जोड्ने यो बेली ब्रिज 1 र 11 लाई जोड्ने पुलको फाउन्डेसन चाहिँ यस्तो अवस्थाको छ है। यो यताबाट चाहिँ माटो उठाएर बनाइएको छ। उनले चाहिँ थाम्छ कि थाम्दैन अब केही समयपछि नै हेरौँ। विशेष गरी यस्ता पुलहरू निर्माण गर्दाखेरि यो बेली ब्रिजहरू बनाउनुभन्दा पहिले भूगोलको पनि अत्यन्तै राम्रोसँग चाहिँ अवलोकन गरेर त्यसको सोल टेस्ट राम्रो गरेर मात्र बनाउँदा चाहिँ राम्रो हुने थियो। सोल टेस्टै नगरी थपक्क ल्यायो, टक्रक्क राखिदियो। अब यो त आउने असार साउनको भेलबाडीले अब अवश्य पनि लान्छ, किन विगतमा पनि यहाँ यो खोलाले धेरै ठुल्ठुलो क्षतिहरू गरेको छ।